स्वागत छ साथीहरू मेरो ब्लगको पार्ट 2 मा। अब पालो टिफिन अघिको मेरो कम्प्युटर क्लास र टिफिन पछिको जीके क्लासको। कक्षा 3 पछि फेरि कक्षा 4 सँग मेरो आफ्नै नियमित कम्प्युटर पिरियड थियो। बिहान पढेको विषयलाई अझ प्रष्ट पार्न मैले क्लासमा प्रोजेक्टर अन गरेर कम्प्युटरको वास्तविक इतिहासको भिडियो डिटेलमा देखाए, जुन हेरेर बच्चाहरू पुरै मक्ख परे। किताबको कालो सेतो पाना भन्दा ठुलो स्क्रिनमा रङ्गीन भिडियो चल्दा उनीहरूको ध्यान पुरै स्क्रिनमै तानिएको थियो। आँखा अगाडि इतिहास सजीव भएको देख्दा उनीहरूले धेरै कुरा सजिलै बुझे। त्यसपछि टिफिन ब्रेक भयो र टिफिन सकिए लगत्तै म कक्षा 5 को जीके क्लासमा गए, जहाँ नयाँ च्याप्टर बुझाएर मुख्य नोटहरू कपीमा सार्न दिए। नयाँ कुरा सिक्ने जोसका साथ सबै विद्यार्थीहरूले निकै अनुशासित भएर फटाफट आफ्नो कापीमा नोटहरू उतारे। कम्प्युटरको भिडियो र जीकेको नोट त सकियो, तर त्यसपछिका क्लासहरूमा कक्षा 6 को रिटेस्ट र कक्षा 7 को टेस्टको त्यो रोचक शर्त के थियो त? हेर्नुहोस् पार्ट 3 मा। लाइक र सब्स्क्राइब गर्नु नभुल्नु होला है। अहिलेको लागि बाई बाई।